जेमेसी प्रोभर्ब्स 10:19 यहाँनिर के लेखेको छ भन्दाखेरि चाहिँ जुन चाहिँ मानिस धेरै बोल्छ उसले पाप गरी पठाउँछ, तर जसले चाहिँ आफ्नो ओठ जिब्रोलाई लगाम लगाउँछ त्यो मान्छे ज्ञानी भनेर धर्मशास्त्रले भन्दछ। हामीले हेर्यो भने परमेश्वरले पनि सारा संसारलाई वचनद्वारा नै सृष्टि गर्नुभएको छ। यो वचनमा, यो बोलीमा चाहिँ हाम्रो शक्ति हुन्छ, बिकज इट्स रिटन इन द बाइबल। अनि आजको दिन हामीले असल शब्द बोल्यो भने असल कुरा नै हुन्छ, नेगेटिभ कुरा बोल्यो भने नेगेटिभ नै हुन्छ। हामीले आफ्नो लाइफलाई सेप दिन सक्छौँ बाई स्पिकिङ loving words, graceful words। यो कुरा हामीले बुझ्नु आवश्यक छ। वेल, धेरैचोटि हामी पुरा बोल्दै गर्दाखेरि मानिसलाई हर्ट गरी पठाउँछौँ, हामीले निन्दा गरी पठाउँछौँ, अनि घमण्डमा फुलेर आएर धेरैचोटि हामीले ढाट्नु पनि परिरहेको हुन्छ। अनि समटाइम्स हामीले नसोचिकन बोलेको कारणले गर्दा, त्यो बोलेको वचनले गर्दा अर्को मानिसलाई ठेस पहुँच्छ, हर्ट गर्छ भने, कसैलाई निजा देखाउँछ भने त्यो शब्द हाम्रो आशिषित शब्द होइन, त्यो शब्दहरू चाहिँ एकदमै गलत हो, किनभने हामी ज्यादा बोल्दैछौँ। र केयरलेस टङ क्यान डिस्ट्रोय रिलेसनसिप हुन्छ नि। आज तपाईँको ट्रस्टलाई पनि ब्रेक गर्छ अनि त्यो कुरोले परमेश्वरलाई दुखित पुर्याउँदछ। जिजस क्राइस्टले पनि धेरैचोटि एकदमै सुन्दर शब्दहरू प्रयोग गर्नुभएको छ, प्रेमको शब्दहरू, हप्काउने कुरो पनि उहाँले बोल्नु भएको छ, तर वाइसली उहाँले त्यो कुरोलाई प्रयोग गर्नुभएको छ। अनि परमेश्वरले गाइड पनि गर्नुभएको कुरा हामी धर्मशास्त्रमा देख्छौँ। र अब सवाल आउँछ कि हामीले के गर्ने? एउटै कुरा गर्नुपर्छ, थिङ्क बिफोर वी स्पिक। जब पनि बोल्छौँ साँचो कुरा बोल्नुपर्छ, अननेसेसरी टकहरूबाट हामी अलग रहनुपर्छ, अनि हामीले पावर अफ साइलेन्सलाई चाहिँ सिक्नु आवश्यक छ। समटाइम्स साइलेन्स इज नट विकनेस, इट इज विस्डम। हाम्रो वर्ड्स चाहिँ कस्तो हुनुपर्छ भन्दा चाहिँ फुल अफ ग्रेस हुन्छ नि। वेन वी कन्ट्रोल आवर टङ वी सो मेच्योरिटी एन्ड रिफ्लेक्ट्स गड्स विस्डम इन आवर लाइफ्स। आमेन।